प्रकाशपुर बजार परिसरको बाटो कालोपत्री भएको छ। सुनसरीको बराहा क्षेत्र नगरपालिका वडा नम्बर 10 प्रकाशपुर बजारमा रहेको नवदुर्गा मन्दिरबाट पश्चिम जाने बाटो, त्रिवेणी चोकको उत्तर र दक्षिण जाने बाटो, प्रकाशपुर बजार चुडामुडी चोकदेखि उराउटोलसम्म जाने बाटो, प्रकाश मावि स्कुल अगाडि हुँदै मङ्गलाबारी सम्मको बाटो, शम्भु राणा मगरको घर वडा कार्यालयदेखि तय बस्नेतको घरसम्मको बाटो कालोपत्री भएको छ। करिब 1 किलोमिटर बाटो कालोपत्री भएको हो र यस बाटोमा पर्ने उराउटोल जाने बाटो र प्रकाश मावि जाने बाटोमा 2 वटा कल्भर्ट र रिभर वाल निर्माण गरिएको छ। त्यसैगरी अझै 1.5 किलोमिटर कालोपत्री हुन बाँकी रहेको छ। साथै 34 अजम्बरी चौक स्वस्थ चौकी जाने बाटो माझीटोलमा गरी जम्मा 3 किलोमिटर बाटो कालोपत्री बनाउने योजना तयार पारिएको छ। संघीय सरकारको बजेट अन्तर्गत शहरी विकास मन्त्रालयको बजेटले माननीय ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा बाटो कालोपत्री भइरहेको बराहा क्षेत्र नगरपालिका वडा नम्बर 10 का वडाध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिनुभयो। बिहानी पख झुकिदा घाम सुनौलो किरण, बिहानी पख झुकिदा घाम सुनौलो किरण।